ल गयो तुम्मा हामी ल हामी थुप्रै छौँ नि तुम्मा हामी 6 जना जति छौँ ओ यहाँ माथि जानु रहेछ हेलो हाई सेवारो नमस्ते स्वागत छ तपाईहरुलाई मेरो आजको नयाँ न्यू ब्लगमा अनि म चाहिँ यहाँ हाम्रो दिदीको घर निन्नी अनि तुम्बाको घरबाट तपाईहरुलाई स्वागत गर्दै आज हामी 6 जनाको टोली चाहिँ माथि हाम्रो गाउँदेखि लगभग 2 किलोमिटर 1.5 किलोमिटर माथि मानडाँडामा जाँदैछौँ साथीहरु यसो रमाइलोको लागि हेरेर साथ दिनु होला है त आजको हाम्रो रमाइलो पल घाम लागिरहेछ त्यहाँ माथिबाट चाहिँ देखिने दृश्यहरु चाहिँ तपाईहरुलाई देखाउने छौं साथीहरु र आज हामी रमाइलो गर्छौं है हेरेर साथ दिनु होला है त ल हामी यसरी चाहिँ उकालो टन्टलापुर घाममा चाहिँ जाँदैछौँ हाम्रो यात्रा ल हाम्रो विदेशिनी दिदी हुनुहुन्छ आज हामी कहाँसम्मको यात्रा मानेडाँडासम्मको यात्रा हाम्रो भाउजू हुनुहुन्छ सावित्रा भाउजू अनि यता हाम्रो गोमा भाउजू यता हाम्रो कान्छी बहिनी यता हाम्रो कान्छी अनि यता म अनि हामी यसरी 6 जना चाहिँ यसरी जाँदैछौँ साथीहरु माथि है यहाँदेखि माथि मानडाँडा भन्ने ठाउँमा यसरी हामी चाहिँ यहाँ चुम्लुङ डाँडामा आइसकेको छौँ यो चाहिँ हाम्रो टक्क यता फिक्कल जाने बाटो हो हैन अनि टक्क यो चाहिँ यता थुम्के जाने बाटो अब यो थुम्के जाने बाटोलाई पनि हामी छोडेर चाहिँ यता उकालो जान्छौँ है अनि टक्कसँगले आजको मौसम चाहिँ बेलामा धुम्मेला जस्तो छ त हौ पाए छैन होला हौ अहिले त यही हो साथीहरु हाम्रो किरात याक्तुम चुम्लुङको भवन हैन यो चाहिँ हाम्रो कति सालमा बनेको भने 2055 हैन 59 सालमा बनेको रहेछ साथीहरु यो चुम्लुङ भवन चाहिँ एउटा चुम्लुङ भवन चाहिँ उ पारीको डाँडा उतापटि छ त्यसको भिडियो पनि मैले बनाइसकेको थिएँ कहाँबाट आएको भाइ हेलो मेरो दस ह्यान्डसेक गरौँ हाम्रो 10 थिएन कहाँबाट आएको नानी ए टक्कै यहाँ चाहिँ नस्पतिको बोट छ यहाँ चाहिँ शीतल पनि भयो किन यहाँ बस्ने उसको सनस्क्रिन सबै पसिनाले त हेर्नु यहाँ हाम्रो समुदायको घर यहाँनिर उतापट्टि छ अब हामी जानुपर्ने चाहिँ यहाँ माथि हो टक्कै यहाँ चाहिँ हामी टक्कै माथिल्लो गाउँ फ्याक गाउँ आइसकेको छौँ यो देख्दै गरेको हाम्रो समुदायको गाई फार्म हो भने यो घर भइहाल्यो हो यहाँ पर देख्दै गरेको मिलनचोक हो साथीहरु मिलनचोक यहाँ पर मिलनचोक त्यहाँदेखि यो तेर्सो बाटो भइहाल्यो यसरी हाम्रो गाउँ तपाईहरुलाई देखाए है साथीहरु हामी चाहिँ यसरी माथि मगर गाउँ आइसकेको छौँ साथीहरु यहाँ त मटर फुल्दैछ है कति छिटो होला अब हामी त भर्खर बिउ चाहिँ अस्ति मैले ल्याएँ हैन अब हाम्रो त जोतेको पनि छैन यहाँ त फुल्दैछ मटर तर यसले भाउ चाहिँ दामी गर्छ यसरी हामी चाहिँ यहाँ माथि मगर गाउँ आइसकेको छौँ यहाँ चियाबारी अलिकति चियाबारी आएको छ
त्यहाँदेखि माथि भनेको चियाबारी छ। शीतल हुन्छ नि। भाइले दामी देख्दो रहेछ लु। होइन दामी देख्छ हेर्नु अहिले भरे करिश्मा मानन्दर जस्तो देख्दो रहेछ। हो हामी चाहिँ यहाँ माथि आइसकेको छौँ। मगर गाउँ नै हो यो हाम्रो दाजुहरूको चियाबारी। मुना यसरी आइरहेको छ, सारा आइरहेको छ साथीहरू। यहाँ बारीमा सिलाम अनि यहाँ सिबीहरू देख्न सक्नुहुन्छ साथीहरू। यो चिया टिप्ने बेला भइरहेको रहेछ। चरक बिचमा यसरी रोग पनि लागेको रहेछ। के गर्नु हुँदैछ दाजु? ए लसुनको लागि होइन यहाँ माथि डाँडासम्म नि दाजु। हजुर यसो साह्रै काम गर्दा थाकियो। यहाँ हाम्रो दाजुहरूको घर अस्मिता बहिनीहरूको घर आइसकेको छौँ हामी फाइनली। अब यहाँदेखि हामीलाई लाग्छ अझै लाग्छ नि हामीलाई 15-20 मिनट माथि। यसरी आउँदैछ हाम्रो टोली चाहिँ। अन्त हामी चाहिँ अहिले यहाँ माथि अलिकसम्म बसेको ठाउँमा आएको छौँ साथीहरू। अनि यहाँ पारि देख्दै गरेको यो चाहिँ जोकमाई गाउँपालिका हो। जोकमाई गाउँपालिका पर्छ साथीहरू। अनि यता माथि देख्दै गरेको चाहिँ यो सन्दकपुर गाउँपालिका पर्छ। अनि यहाँ चाहिँ यति धेरै पहिरोहरू गएको रहेछ कि यो हाम्रो सूर्योदय नगरपालिका भन्दा धेरै ज्यादा पहिरोहरू यसरी लडेको देख्न सकिन्छ साथीहरू। यहाँ हेर्नुहोस् त साथीहरू यहाँ पारि। अनि यो माथि घारे गाउँ 7 नम्बर भन्छ, त्यहाँ चाहिँ पहिरो यति धेरै गइरहेको छ। अनि यहाँ माथि देख्दै गरेको चाहिँ नयाँ बजार। यहाँ पर देख्दै गरेको चाहिँ नयाँ बजार हो साथीहरू। मैले तपाईँहरूलाई जुम गरेर पनि देखाएँ होइन। यहाँ अहिले घामको लाइटले गर्दाखेरि चाहिँ घरहरू त्यस्तो राम्रो देखेको छैन। अब हाम्रो टोलीहरू आइसकेको छ। अब हामी चाहिँ माथि जानुपर्ने हुन्छ। हामी आउँदा यहाँ बाटोमा चाहिँ होइन, यहाँ तल्लोपट्टि चाहिँ ठुलो टार रहेछ। यहाँ चाहिँ लङ्के पिण्डालो क्या दामी मजाले भइराखेको रहेछ। अनि बिचमा चाहिँ सयपत्री फुलहरू दामी फुलिराखेको रहेछ साथीहरू। यो लङ्का पिण्डालो चाहिँ लास्टै खानु मिठो हुन्छ, फुक्को नफुक्को हुन्छ। अनि यतापट्टि चाहिँ कोदो देख्न सक्नुहुन्छ साथीहरू। अनि अब आज हामी उकालो जाँदैछौँ। ल हाम्रो बहिनी चाहिँ अगाडि हिँड्दैछ। अब छिटो हाम्रो मुख टोली यहाँ माथि पो छ त ग्राउन्ड त। धेरै वर्ष पो भयो होला दिदी नआएको त। कति वर्ष भयो दिदी? लगभग अन्त 18-20 वर्षमा चाहिँ हाम्रो दिदी चाहिँ यहाँ माथि लेकमा आउनुभएको छ। आज हाम्रो सेक्युरिटी गार्ड भनेको हामी 5 जना छौँ हाम्रो दिदीको। अब यहाँदेखि माथि चाहिँ हाम्रो माने डाँडा
फुटबल ग्राउन्ड आइपुग्न लागेको छ। ल साथीहरू हामी चाहिँ मानडाँडाको फुटबल ग्राउन्डमा आइसकेको छौँ। हाम्रो टोलीहरू चाहिँ धेरै थकित भइसकेको छ। के चाहिँ कुकुरको यो फुटबल ग्राउन्ड हो साथीहरू। अहिले यहाँ थुप्रै वर्ष भयो फुटबल नभएको होला होइन, मलाई थाहा छैन। लु सरसर जाउँ है अब। लु तपाईँहरू आउनुहोस् है। अब हामी लाग्यो उकालो। मेरो चाहिँ भारी पनि थपिएको छ। म त हजार मात्रै छ। हजार यो चाहिँ भूमेथान है दिदी। यो भूमेथान भनेको चाहिँ हाम्रो देवी थान माङहिम भन्छौँ नि, त्यस्तै चाहिँ अब हाम्रो थामी समुदायको चाहिँ भूमेथान हो। यो कुल पूजाहरू गर्ने ठाउँ। यो उभौली पूजा यहीँनिर गर्नुहुन्छ। उभौली उधौली कुन चाहिँ यो भवन हो। यस्तै हाम्रो याक्तुम चुम्लुङ जस्तै भवन हो यो पनि, थामी जातिको। हामी चाहिँ घरबाट हिँडेको चाहिँ 1.5 घन्टा भइसकेको छ। सास बढेर बोल्नु सकिरहेको छैन। हावा सिरी आइरहेको छ साथीहरू। र त सिरियान्तु देख्न थालेको छ यहाँनिर साथीहरू। ओ यो डाँडा हजुर हजुर। ओ यो डाँडा हजुर यहाँबाट देख्छ नजिकै। ठ्याक्कै यही हो साथीहरू। कुहिरोले पोहोरको साल पोहोरको साल होइन नि। अनि भाउजू जानु भएको होइन र? ए त्यतिखेर जानु भएन? घाम चाहिँ यस्तो टन्टला छ, तर पनि हावाले चाहिँ शीतल बनाइराखेको छ साथीहरू। अनि मैले त्यसै माथि सनग्लास लगाइरहेको छु। सनग्लास लगाएपछि त झन् धेरै राम्रो भइहाल्छ। अब हामीले चाहिँ गन्तव्यमा आइसक्न लागेको छौँ। हाम्रो गन्तव्य भनेको यहाँ माथि देखिँदैछ साथीहरू। यो लुङदर गाडेकोमा त्यहाँ चाहिँ अहिले लुङदर सबै च्यातिसकेको छ। थुम्के डाँडा यहाँ माथि। अघि मैले थुम्के भनेको कि मुखमा नारायण भने थुम्केमा हो पोल्ने कि थुम्केदेखि मुनि हो मान्छे पोल्ने। औ यो थुम्के डाँडा। त्यहाँदेखि उता आलुबारीदेखि उतापट्टि चाहिँ देवी थान छ। त्यहाँबाट चाहिँ उता फेरि तपाईँको मेकमा तुङलिङ सबै देखिन्छ नि फेरि। फाइनली हामी चाहिँ माने डाँडा आइसकेको छ साथीहरू। यहाँ तल हाम्रो कान्छीहरू आउँदैछन् र यहाँ हाम्रो बहिनी र भाउजू अघि सगरमाथाको शिखरमा पाइला टेकिसकेका छन्। सगरमाथाको टुप्पोमा पाइला टेक्न सफल भएको छन् हाम्रो भाउजू र बहिनी चाहिँ। फाइनली म पनि टेक्न सफल भइसकेको छु साथीहरू। अब हाम्रो यही हो, यहीँसम्म हो हामी।
यति गरम थियो कि मेरो हातै बुढ्याउला नै छ उयो भयो। आइया अस्ति बर्खामा उयो भएको थियो नि त मेरो बुढ्याउला नै दुख्यो। ल फाइनली हामी आइसक्यौँ है। अब यही ठाउँ हो हाम्रो एकदम पुग्ने ठाउँ। ओ माथि धारा छ, त्यहाँबाट चिसो पानी फ्रिजको पानी ल्याउनु कसैले है, अनि मलाई पनि पिलाउनु। यहाँ चाहिँ पिकनिक खानेहरूले अस्ति यसरी खनिसकेको छ, खनेर चाहिँ खाएको छ होइन। सेकुवाहरू बनाएर ल है साथीहरू, यहाँबाट देख्न सकिने भनेको चाहिँ म तपाईँहरूलाई यहाँबाट सुरु गर्छु है। यो थुम्के डाँडा भइहाल्यो, टक्कदेखि यो भालुखोप हो होइन। त्यहाँदेखि उयो परको डाँडा भनेको सानो बाङ्गिन, त्यहाँदेखि सिधै पारीदेखि भनेको नेपाल इन्डियाको बोर्डर सिमाना पर्छ। टक्कदेखि पारी 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 आएर पशुपति नगर त्यहाँ पर्छ भने, अनि यो अलिअलि डाँडा देख्दैछ त्यो श्रीअन्तु डाँडा हो। टक्क यता यता घुमेर आएपछि यो यहाँ पर बादल देख्दैछ, त्यो बादलमा चाहिँ फिक्कल बजार छ भने यता आइतबारे, अनि टक्क यता आएर चाहिँ यो बादल लागेदेखि अलिकति मासतिर तेर्सो परेको ठाउँ चाहिँ नयाँ बजार हो भनेपछि यता माथि जौबारी देख्दैछ यो बादल मुनितिर। अनि टक्कै यता मुनि मुनि भन्नुहुन्छ भने जोगमाई गाउँपालिका पर्छ यता पारीदेखि नैहरू। त्यहाँदेखि टक्कै यो हाम्रो सूर्योदय नगरपालिकै वडा नम्बर 1 मा पर्ने यो मानडाँडा भन्छ यसलाई, चियाबारी देख्न सक्नुहुन्छ साथीहरू। अनि त्यहाँ हामी चाहिँ यता यता माथि आएर चाहिँ यो माने डाँडामा छौँ। अब यो हाम्रो यहीँनिर हो, हामी यहीँसम्म। यहाँदेखि माथि चाहिँ फेरि जङ्गल भेट्छ। कहाँ जानु अब हामी? त्यहाँ माथि ऊ माथि कि उयो तल? ल अब माथि जाऊँ हामी। त्यो त हामीले ओछ्याउने कुरा चाहिँ ल्याएनछौँ है। अन्त म त बोक्नु भनेको नि यिनीहरू के बोक्नु सक्नु पर्यो। तपाईँले त उल्टो मलाई भारी बोक्नु पर्यो। ल साथीहरू अघि त हावामा जे पाए त्यही नाचेको नि। त्यही त नि केले चिल्यो म उयो काँक्रा केले यसले चिल्यो उड्यो उड्यो। यो काँक्रा खोला न चिसो खान्छ बेला। कालो माकुरा त चिल्यो भने त उयो पो हुन्छ अरे भन्छ। अनि के गर्नु? माथि घाँस हो र? त्यसको भुँडी चाहिँ अब त्यसको त 20 पो लाग्छ काली माकुराको त। काली माकुराको त 20 लाग्छ नि भाउजू। यहाँ उयोहरू लाउनु नि लसुनहरू जे पाए त्यही नाच्दै। ल साथीहरू हामी चाहिँ होइन यहाँ तल घरमा नगर्नु होला। हाम्रो यो के भन्छ अर्ग्यानिक काँक्रा, काँक्रा यसमा चाहिँ अब उयोहरू युरियाहरू छैन, एकदम ओरिजिनल। यो चाहिँ अलिक छिपेको रहेछ कि, अनि यो चाहिँ यतैतिर खाएर हगिराख्नुपर्छ अनि यतै उयो फल्छ। हामीले पनि देख्छौँ म त खाँदिनँ कि त्यो सानो काँक्रा थियो नि, त्यो त यस्तो छिपेको परेछ नि। भाउजूले सानो चक्कु ल्याउँछु भन्दै हुनुहुन्थ्यो त। खै चक्कु चक्कु खै चियाबारीमा त मेक्दैन। चक्कु खै कोट यसमा सक्दैन। चक्कु सुक्रासले बोकै भनेको त नि। अब सुक्रास अब उसको काम हेर त अब मर्यो। मर्गया मैले त बोका भन्दै थिएँ भाउजूले, तर बोकिन नि। हाम्रो कामतिर चम्चीसँग के भएछ हेर्नु त, एउटा रातो के भएछ यहाँ। यहाँ तल देख्दै गरेको चाहिँ
जोकमै खोला है साथीहरू। स्टार फुड चिया छ एकदम अर्ग्यानिक। यो छिप्पेको काँक्रा चाहिँ अलिक मिठो रहन्छ है। मुनिको अर्कम छ तातो छ त्यो त। उयो घामले त पाएन भनेको लु खा। उयो हुन्छ म त झोलामा बस्नु पर्यो। नाइ तपाईँ मेरो रुमाल ओछ्याउनु भयो। अनि किन यत्रो मग बग्यो रहेछ त? खानु परेन नि पानी त्यतिकै ठाडो घाँटिसो माग्नुपर्छ त। हाम्रो चाहिँ यसरी खानपिनको व्यवस्था हुँदैछन्। यहाँ के भएछ नि यहाँ यो यत्रो त लु नघोल्नु फुटेछ नि। फुटेछ हुन्छ होला त्यस्तो कसरी चाहिँ फुट्यो? अघि नै झोलामा लागेको थियो कि यहाँबाट पनि बनाएको छ भाइ। सिरुले घोच्छ है, सिरुले घोच्छ। आज त म पो हिँड्नु सकिनँ त। 18 त म पो भयो त। नपट्याएको खोलाले बगाउँछ होइन त। होइन दिदी तपाईँको के भएर यस्तो मधुरो आएको? त्यो यो के भन्छ यसलाई सेटिङ नमिलेर मधुरै बनान। किल्लेर आएन नि त तपाईँको। त्यतिकै रिमेम्बर त लाग्यो म त। यहीँ राख्नु हेर्नै हुँदैन होला। भयो किल्लेर आएन नि त। पानी पोखेको छ नि त फेरि यहाँ। अलिअलि बनाउन हल्का यसरी हामीले चाहिँ अब तलबाट आएर यसरी डाँडामा बसेर घाम पानी नबनी यसरी घाम माथि बसेर चाहिँ डाँडामा हावा खाँदै यसरी खानु रमाइलो गर्नु भनेर चाहिँ आएको। तर घामले पोलेर पो अलिकति गाह्रो गाह्रो भयो जस्तो छ। लुङ्गासे आदाङ बासे ए छजै गर्नु माथि डाँडा छ। ए माथि हुस्याउनु थालेछ है लु।
आलाङ बासे सारिक सारिक चोके हारा हारा चोके हरा हरा नाना चोगे नाना चोगे हरा हरा नाना चोगे हरा हरा नाना चोगे नाना के गर्नु त दिदी एकचोटि तपाईँको त कस्तो कस्तो मधुरो मधुरो आयो क्या पानी त तातो थिएन क्या कस्तो तातो भएर अमिलो चाहिँ ल्याउनु बिर्सेछ नि त है अमिलो चाहिँ ल्याइन रहेछ अगत्ती ल्याउनु पर्थ्यो नि गति थियो नि मेरो गति मात्रै भइयो गति भइएन मेरो गति अब खै गीत पनि बजाउनु त अलिकति कहाँबाट छ यहाँ छ मेरो फोन यता छ यहाँबाट बजाउनु हुँदै थियो हैन ल यो कस्तो कपाल यति लामो आयो ओ भाउजूको लामो हो नि त त्यो तिम्रै हो मेरो त फोटो। छैन यस्तो अहिले कपाल कोर्ने उहाँ को हो खै को के हो जिल्ला अनि सोध्ने होइन जस्तो प्रश्न त्यस्तै उत्तर दिइहाले मैले खुरुक्क उत्तर यस्तो कुले चाहिँ लिइराख्नु पर्ने रहेछ रहेछ काम दिँदैछ मैले यस्तो गिलासहरू कता कता ल्याएँ भनेर चम्चीहरू चाहिँ लिएको थिएँ होला मलाई अहिले होइन यहाँ तपाईँलाई यसलाई दिए त्यो स्पाइसीमा राम्रो हुन्छ है एकदम पिरो क्या खाएर उहाँ तल पात्दै हिँड्नु अनि सिधै दिनु उक्किँदैन होइन अहिले पसिहाल्छ आफ्नो त साथीहरू व्रत बसेर हेऱ्यो थुक्नीले बस्यो भिडियो बनायो के गर्नु व्रत अनि म चाहिँ अब भिडियो बनाउँदैछु साथीहरू होइन त्यहाँ माथि चाहिँ यति मिठो कुराहरू खाँदैछन् आफू चाहिँ व्रत बसेर फलफुलमा खाइयो फलफुल खाइयो साथीहरू तर पनि रमाइलो एकछिन नाचियो जिन्दगीमा कहिले ननाचेको थुप्रै भएको थियो आज नाचियो मजाले अनि अब फेरि पनि एक चरण नाचेर चाहिँ लागिन्छ साथीहरू घरतिर अब घरमा गएर फेरि गदाको तरफ काम गर्नुपर्ने हुन्छ अनि कहिलेकाहीँ चाहिँ यसरी हामी यो माथितिर आयौँ भने माइन्ड फ्रेस हुन्छ होइन माइन्ड फ्रेस हुन्छ हामीले काम गर्ने सिलसिलामा बिचबिचमा हामीले यसरी टाइम निकालेर चाहिँ यसरी रमाइलो गऱ्यौँ भने हाम्रो यो माइन्ड चाहिँ रिफ्रेस भएर फेरि नयाँ मुड जस्तो अपडेट हुन्छ होइन हाम्रो माइन्डहरू चाहिँ अपडेट हुन्छ हाम्रो सोचाइहरू अपडेट हुन्छ अनि त्यही भएर चाहिँ हामी आज माथि लगभग 1.5 घन्टाभन्दा ज्यादै लाग्यो होला हामीलाई अनि यता माथि आएको हामी चाहिँ यसरी आइसकेको छौँ यो डाँडामा यो चाहिँ एकदम हाम्रो ठाउँको एकदम फेमस एकदम चर्चित डाँडा हो होइन यहाँ चाहिँ हाम्रो वैशाख 1 गते अनि यस्तो अब पछि तिहारमा अस्ति दसैँमा आयो होला सायद होइन हामी चाहिँ आइन्न अनि दसैँमा आयो होला यहाँ चाहिँ पुरा मान्छेहरू हुन्छ होइन यहाँ चाहिँ पुरा गानाहरू गाएर पुरा यहाँ चाहिँ रमाइलो गरेर टिकटकहरू बनाएर रिलहरू बनाएर अनि रमाइलो गर्छ होइन साथीहरू अनि त्यसरी नै आज हामी पनि यसरी आएको छौँ अनि यसरी हामी पनि आएको छौँ आज होइन अनि अब यता माथि चाहिँ जङ्गल छ यता चाहिँ माथि चाहिँ अब ठुलो हाम्रो यता माथि जङ्गल छ होइन थुम्के जङ्गल छ अनि हामी चाहिँ यसरी यहाँदेखि माथि चाहिँ जान सक्दैनौँ जङ्गल छ नि त जङ्गल भएकोले गर्दा त्यता माथि घुम्ने लायकको पनि छैन फेरि त्यो डाँडादेखि माथि गयो भने चाहिँ आलुबारी आउँछ त्यो आलुबारीमा चाहिँ एकदम घर भएकोले गर्दा त्यहाँ पिकनिक खेल्नेहरू अनि त्यहाँदेखि यो घाम हेर्ने ठाउँहरू सायद र एनसेलको टावर पनि छ अनि यसरी हामी चाहिँ त्यहाँ माथि चाहिँ जान सक्दैनौँ र हामी यसरी यो डाँडासम्म आउँछौँ होइन यो डाँडामा आइसकेपछि चाहिँ हामी यहाँ एकछिन खाने पिउने रमाइलो गर्ने डान्स गर्ने अनि त्यसपछि हामी आफ्नो घरतिर लाग्ने गर्छौँ होइन साथीहरू अनि यहाँबाट देख्दैछ अब हामी तलको डाँडाहरू तपाईँलाई देखाउनेछु अर्को भिडियोमा अब यो भिडियो चाहिँ म तपाईँलाई यहीँसम्म देखाउन चाहन्छु
अर्को भिडियो यसको बाँकी अंश लिएर आउनेछु साथीहरू। भिडियो धेरै लामो हुन्छ अनि अर्को भिडियो लिएर आउनेछु। त्यति बेलासम्मको लागि तपाईहरुलाई हैन बिदा हुन चाहन्छु भन्दै अर्को भिडियोमा भेट हुनेछ। ओके बाइ बाइ, सी यू नेक्स्ट भिडियो।